ए हो आइपुग्नु भयो ए सबिन भाइ ओहो आमा सबै हेऱ्यो मान्छेहरू पुरा छ त कान्छा अहिले आएको भाइहरू ए ल अहिले भेटौँ ल हेलो नमस्ते नमस्ते यहाँहरू सबैजनालाई र सबैजनालाई ह्याप्पी न्यू इयर 2082 र म यतिखेर आफ्नै गाउँघरमा छु अहिले किरात पार्कबाट तपाईहरुलाई मैले लाइभ देखाइरहेको छु 1 गते मनाउनको लागि हामी यहाँ आइपुगेका छौं ल यो चाहिँ रोङ 5 स्थित किरात पार्कमा आज 1 गते मनाउनको लागि मान्छेहरू आइसक्नु भएको छ यहाँ मेरो अगाडि ठुलो चिन्डो छ चिन्डोको प्रतिमा ल यहाँ यस्तो ल किरात पार्कमा हामी यतिखेर प्रवेश गरिसकेका छौं र यहाँलाई मैले लाइभ देखाइरहेको छु ल है हर सरहरूलाई ह्यापी न्यू इयर हस् अहिले यसरी चाहिँ उहाँहरू टाढोबाट आउनु भएको छ यहाँ धेरैजना ल सबैजनालाई न्यू इयरको धेरै शुभकामना यता ग्याङहरू हुनुहुन्छ हाम्रो भाउजू त्यहाँ बसिराख्नु भएको छ आउनुहोस् है यतै ल अब यहाँबाट त्यस्तो अब यो नेटले कतिको काम गर्छ अलिक परसम्म नवीन बाङा तपाईँ कहाँ हुनुहुन्छ नवीन सोङमेन तपाईँ यतै हुनुहुन्छ कि नवीन राई माङफाङ अङ्कल पनि हेर्दै हुनुहुँदो रहेछ ल अब यो नेटले साथ दिएसम्म चाहिँ मैले यहाँहरूलाई देखाउने छु हाम्रो गाउँघर 1 गते विशेष अब यहाँ पर पनि आज विशाल मेला लागिरहेको छ यो क्षेत्रमा यो कुवापानीमा यहाँ चाहिँ आज गायिका राष्ट्रिय स्तरको गायिका बबिना किराती पनि आउँदै हुनुहुन्छ म पनि आउँदैछु भतिजो भन्दै हुनुहुन्छ नवीन अङ्कल लस जीवन दाई यहाँलाई स्वागत गर्न चाहन्छु तपाईहरुकोतिर पनि मैले खिचिरहेको छु है ल तपाईहरु यहाँ हुनुहुन्छ होला म यता किरात पार्कबाट खिचिरहेको छु यसरी चाहिँ चलिरहेको छ खासै अब यहाँ मान्छेहरु अहिलेसम्म आउने जाने क्रमै छ अब यो रेलिङ चाहिँ परसम्म यसरी लगाइएको छ यहाँ अहिले मलाई 11 जनाले हेर्दै हुनुहुन्छ अनि रिता राई म पनि आउँदैछु हेरिरहेको छु है भने घरमा बसेर हेरिदैछ कहाँबाट हेरिदैछ रिता नयाँ वर्षको शुभकामना भन्नुभएको छ यहाँलाई पनि धेरै शुभकामना छ जीवन सर रिता ह्यापी न्यू इयर कता हो तिमी ल नवीन अङ्कल आउनुहोस् है हामी अलिकति अगाडि आयौँ लेप्चा दावा हाम्रो भेनाजु हुनुहुँदो रहेछ खाम्रीमो भन्नु छ है ह्यापी न्यू इयर भन्नुभएको छ यहाँलाई पनि नानी ह्यापी न्यू इयर यसरी चाहिँ आज हामी ह्यापी न्यू इयरको दिन आएका छौँ रमाइलो छ हाम्रो डाँडा काँडालाई यसरी सजाइएको छ धेरैभन्दा धेरै राम्रो अब यहाँ प्रदेश सरकारको पनि नजर गएको छ त्यो कारणले गर्दा यहाँ चाहिँ राम्रो बजेटको काम भएको छ यो माथिको दैले डाँडा देखिराख्नु भएको छ तपाईले यता रोङ छ अब यता रोङ 3 को क्षेत्र यो तल यो भागमा चाहिँ मजुवा छ यो भागमा चाहिँ ओहो जीवन सर ल मजाले लिएर आउनु होला है त पारु आङ्ग्रा ह्यापी न्यू इयर दादा भन्दै हुनुहुन्छ ह्यापी न्यू इयर
ल यसरी चाहिँ अस्मिता होइन मलाई चिन्यो ल मेरो कति लामो समयपछिको साथी मैले भेटेँ यहाँ यो अहिले चाहिँ मैले फेसबुकबाट गरेको के छ खबर अनि खिचिरहेको छु ल विदेशमा थियो होइन त अन्त कहिले आएको छुट्टीमा आएको के सकेरै आएको हो अनि मोटाएन छ त अन्त जस्तो छ त्यस्तै छ त हामी नेपाल बसेर मोटाइरहेछौँ ल ठिक छ आज कस्तो भइरहेछ अनि रमाइलो घाम लागेर है ल तिमीलाई ह्याप्पी न्यु इयर ठिक छ नि निकैजनाको टिम छ ऊहरू देखिरहेको थियो त्यो तलको बहिनी हाम्रो विक्रम सरको श्रीमतीहरू सुनिल सर आम्मामामामा यहाँ सबैजना चिनेको जानेको मान्छे घुम्दै गर्नु नि ल यसरी चाहिँ मैले यहाँहरूलाई लाइभ देखाइरहेको छु हाम्रो अर्जुन घिमिरे सरले ओहो हाम्रो गाउँ कति सुन्दर भन्नुभएको छ सबै देखाउनु त सर हेर्दैछु भन्दै हुनुहुन्छ म्याडमलाई ह्याप्पी न्यु इयर देखाउँछु म इराउटरको मान्छे भएर होइन ठिकै छ लाइभ गरिदिएको मैले ठिकै हुनुहुन्छ नि यता सरहरू आराम कुशल म यतै छु नि सर मैले चिनाउनु पर्दा अहिले चिन्ने पानी माथि चिन्ने पानी जान्नुहुन्छ कुटी डाँडादेखि पत्तेर गहिरो भएको छ त्यो कफी सप छ नि त्यो ओसोको ल हेर्दै गर्नुलाई म यहाँ एकछिन गफ गर्दैछु उहाँको कार्यस्थल शिक्षक पेसा होइन तपाईँहरू त चिन्न सकिएन 2072 सालमा 2072 सालमा उहाँले एसएलसी लेख्नुभएको अब मेरो भेरिफिकेसन भरे भन्नु त हुन्छ यहाँ पनि सुनिरहेको छ कि केही फरक परेन हामी शिक्षा प्रेमी मान्छे शिक्षा अनि ठिक हुनुभयो छोटो समयमा प्रगति गर्नुभएको उहाँले नजानेको कुरो केही पनि छैन ए रेडियो क्षेत्रमा होइन रेडियो कार्यक्रम सञ्चालकदेखि लिएर होइन यो फुटबल उहाँले है मेरो बखान गर्दा मतिम खाम्री ल नयाँ वर्षको शुभकामना घुम्दै हुनुहुन्छ एकदम गेम प्रेमी हो उहाँलाई गेमका कुरा नथाहा नभएको कुरा केही छ भने मलाई सोध्नु होइन ल घुम्दै गर्नु न अनि ठिकै हुनुहुन्छ होइन आमा यो सरले त सबै दिनुभयो त मेरो बारेमा ल ठिक छ अघि आउनु भएको आउँदै यसो ए हुन्छ तिमी यतै आछौ अरे भन्ने सुनेको थिएँ म यतै छु नि त अनि तिमी त साँच्चै पारी पो अरे भन्ने सुनेको थिएँ पारी त गइनँ म होइन त्यहाँ यसो सहयोग मात्रै गरिदिएको भोलिबाट गेम छ नि यहाँ पनि ए ल आउनुपर्छ ल ए र त नि लागिहाल्छ हाम्रो त रिजल्टै भएको छैन तपाईँहरूको ए हामीले त अदृश्य रूपमा सहयोग गरिरहेछौँ ल सर अहिले भेटौँ ल यसरी चाहिँ मनोज सर इनअउटरमा स्वागत छ भन्दै हुनुहुन्छ अर्जुन घिमिरे ल रोङ हरि 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 ल हे हरि भान्जा तिमीलाई वेलकम छ लाइभमा सन्जिता हेर्दै रहेछ मामा कहाँ हो भन्दैछ यो किरात पार्क है भान्जा बाउ सुनिल सरलाई नमस्कार सुनिल सर गइसक्नु भयो नि यहाँ हुनुहुँदो रहेछ जीवन सरले सम्झिनु भएको छ अरे तपाईँलाई पारीको जीवन सर हजुर म उहाँलाई जुम गर्ने कोसिसमा चाहिँ छु यहीँ हुनुहुन्छ है जुम गर्दैछु तपाईँलाई अहिले अनि हाम्रो अर्को को आउनु भएको छ भने यहाँ मनोज सर भने आउनु भएको छ हाम्रो अर्जुन घिमिरेले तल घिमिरे यहाँ अर्जुन के छिन् ल मैले राम्रो हेरिरहेको छु अर्जुन घिमिरे नै रहेछ हाम्रो तल गीता घिमिरे त्यहाँ ओहो भाइ हामी त क्रिकेट प्लेयर पनि यहाँ भेट भएको छ त अघि आएको भाइ म ठिक छ सुनि सर अहिले भेट्नुपर्छ म अहिले यसै लाइभ सर्ट र देखाइदिँदैछु कि ल किरात पार्क भनेर सुन्नुभएको थियो होला यही है हाम्रो किरात पार्क चाहिँ बुद्ध लेप्चा सुनिल सरलाई बिर्सिनु भएछ भन्दै जानुभयो अहिले म भनिदिन्छु ल अनि अहिले आउनु जस्तो भयो त सागर छ यहाँ हेर्नु एकदम आनन्द छ स्वर्ग जस्तै छ हाम्रो ठाउँ रचना म्याडम नयाँ सालको शुभकामना है भन्दै हुनुहुन्छ हाम्रो सन्जिता चामलिङ राई यहाँलाई पनि शुभकामना छ 10 जनाले हेरिराख्नु भएको रहेछ ल
ओके ल हेलो हेलो गर्दैछ ल हेलो 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 यसरी अब यता पनि हाम्रोतिर त आज जतै पनि रमाइलो छ मेलै मेला यता अब रोङछतिर पनि होइन यहाँ पनि सामान्य खालको यसो आउने जाने हुन्छ रचना म्याडम हेर्दै गर्नु म अझै उता देखाउँदै जान्छु ल पक्नुहोस् है बिजुली पसल भनेर म चिन्नु भयो तपाईँलाई मैले चिनाएँ नि त अनिसा लेप्चा हेर्दै हुनुहुन्छ अब यहाँ चाहिँ धेरै टिकटकहरू पनि बनाउनु आउनुभयो टिकटक स्टारहरू होइन अब यो हाम्रो गाउँठाउँमा खुसी लाग्छ मेरो गाउँ पनि देखाइदिनुहोस् त सन्जिताको गाउँ यता है ल मैले यत्रो टाढोबाट गरिरहेको छु खै यो घाम पनि एकदमै धेरै छ कि फेरि स्क्रिनै के भयो मेरो ल यसरी गेटमा रचना म्याम अन्त यहाँको नयाँ साल कस्तो हुँदैछ कस्तो आइरहेको छ है क्लियर आइरहेको छ कि छैन भनिदिनु होला नेटले अलिक दुःखले काम गर्छ यहाँ यसरी छ अब माथि त्यो माथिमा चाहिँ किराती राजा यलम्बरको छ प्रतिमा छ शालिग छ माथिको डाँडामा म यहाँलाई जुम गरेर देखाउँछु ल यो ठाउँमा चाहिँ मूर्ति छ ल है असीम सर यहाँलाई पनि धेरैभन्दा धेरै शुभकामना छ तपाईँलाई सेवा भन्न चाहन्छु यसरी चाहिँ आज हाम्रो नयाँ साल चाहिँ विशेष गरिकन घुम्ने है अब यो ठाउँ रमाइलो अवलोकन गर्ने यस्तै यस्तै मात्रै हो खासैमा केही छैन फोहोर के क्वालिटीमा छ भन्दै हुनुहुन्छ बुद्ध कहाँ हौ के गर्दै अब हाम्रो भेट भोलिबाट भइहाल्छ किरात पार्क यस्तो छ अब यो ठाउँलाई भविष्यमा अझै स्तरोन्नति गर्यो भने चाहिँ रोङ क्षेत्रलाई चाहिँ पर्यटन क्षेत्रमा धेरै ठुलो टेवा पुर्याउनेछ यसले चाहिँ अब अहिले पनि मान्छेहरू आइबस्छन् प्राय होइन यसरी यहाँ चाहिँ अलिक बढी प्राकृतिक संरचनाहरू छन् यहाँ अरू आर्टिफिसियल केही पनि छैन यसरी यो अब यहाँ किरातहरूको बस्ती अलिक बढी किरातहरूको बस्ती छ अब यो चाहिँ एक खालको सानो ग्रेट वाल जस्तो चाइनाको है ग्रेट वाल स्टाइलको अनि नयाँ वर्ष 2082को शुभकामना भन्दै हुनुहुन्छ हाम्रो असीम सरले यहाँलाई पनि शुभकामना छ हो र बुद्ध अन्त हामीले त पाइएन नि हौ त्यस्तो चिज अब म थोरै यहाँहरूलाई यो लाइभ देखाउँछु ल अलिक माथिसम्म हुन्छ त्यो कमेन्ट छोड्दै गर्नु होला है त म अलिक यता जङ्गलपट्टि आएको छु बढी तपाईँहरूको नयाँ साल कस्तो भइरहेको छ जानकारी गराउनु होला अनि कहाँ जानुभयो आज नयाँ साल मनाउनुको लागि अनिसा सिस्टर हेर्दै हुनुहुन्छ तपाईँलाई खाम्री मो भन्नु चाहे मैले जीवनदै अन्त आइपुग्नु भएको छैन हाम्रो कलाकार यसरी माथि त्यो साकेला थानहरू चाहिँ माथि छ त्यहाँ चाहिँ नाच्ने अब यहाँ पसल पनि थाप्नु भएको रहेछ बाबा धमाधम ल है तपाईँहरूको पसल ए ल हाम्रो दाइहरूको भाउजूहरूको दोकान रहेछ भाउजू के छ सन्चै हुनुहुन्छ चिन्नुभयो मलाई ठिकै छ राम्रै छ हजुर आरामै छु हाम्रो टिममै छ हौ धेरै नै छ प्राय आमा ग्रुप छ आज गर्दै गर्नु ल हामी यसो एक सर घुम्छौँ ए हाम्रो होस्ट त सोफिया आङदेम्बे सिस्टर हो जीवन सर ठिक छ ल माथिसम्म म देखाउँछु है हेर्दै गर्नु होला
आजको यहाँको चहल पहल चाहिँ यस्तै छ है। जो जोडिनु भएको छ हेर्दै हुनुहुन्छ है। हिजो सूर्योदयमा आउने परराष्ट्र मन्त्री र राजदूतहरूलाई पनि यहाँ बोलाउनु पर्थ्यो। ओहो हो त है मिस उहाँहरूलाई यहाँ चाहिँ अझ राम्रो हुने थियो क्या। अब ठिकै छ, नेक्स्ट टाइम घुमफिर चल्दैछ ल है। अन्त सन्तोष ह्याप्पी न्यु इयर सागर सर भन्नुभएको छ। थ्याङ्क यू सन्तोष सर। ल यहाँलाई पनि है त, सेम टु यू। अन्त हाम्रो मन्त्रीजीहरू चाहिँ कता जानुभयो रचना मिस? अन्तुतिर? यो निकै लामो एरियामा रहेको छ। अघि म आउने यता ल अब यहाँ जो हेर्दै हुनुहुन्छ रोङ 6 को भन्ज्याङ स्थित चाहिँ रमाइलो मेला लागिरहेको छ। त्यो रमाइलो मेलामा पनि यहाँहरू जान सक्नुहुनेछ। आज बेलुका राष्ट्रिय कलाकार बबिना किराती आउँदै हुनुहुन्छ। अनि कुवापानीतिर जानुभयो भने अझ रमाइलो छ, इन्जोय गर्नु होला जानु भइकन। अन्त अहिले दिउँसो पनि रमाइलो छ, अहिले पनि जानु हुँदाखेरि हुन्छ। सुबु भाइले कमेन्ट छोड्नु भएको छ, यो चाहिँ रोङको 5 नम्बर हाम्रो आन्तरिक पर्यटन। सुबु भाइको गाउँ यता हो, म यहाँ छु हो। ल यसरी अघि म यहाँ परबाट आएको, मैले जहाँ चाहिँ लाइभ छोडेको थिएँ नि त्यतिखेर यहाँबाट 8 जनाले हेरिराख्नु भएको छ। अब हामी निकै बराइसक्यो। बुद्ध कि बेलुका उता जाने कुवापानी? ल यस्तो चाहिँ म तपाईँहरूलाई यहाँ परसम्म लान्छु, हेर्दै गर्नु होला है त। सर नमस्कार। अघि निस्किनु भयो? हजुर यहाँ यसो लाइभ हानिदिएको नि सर। अघि आउनुभएको? ए नानी ह्याप्पी न्यु इयर। ल सर म्याडमहरूलाई ह्याप्पी न्यु इयर है। पारी जानुहुन्न? त्यहाँ मेला लाग्दैछ नि त। ऊ त्यो यहाँबाट छ अरे, ऊ त्यो हरियो देखिँदैछ नि त्यो टावर यतापट्टि हो त, त्यहीँ हो त। त्यहाँ 3 दिनै पछि त अझ। हजुर हजुर, तर तल है त्यो टावर मुनि हेर्नुहोस् त, टावर यतापट्टि कुवापानी स्कुलदेखि माथि। सर हामी एकछिन घुम्छौँ ल। हजुर सर म उभै छु नि, 3 नम्बर। हजुर सर स्कुल गर्दै हुन्छ नि? र त नि सर रिजल्ट गर्नुभयो? ए हाम्रो पनि त्यस्तै भइरहेको छ सर। अँ त सर त्यही दिनबाट चाहिँ सुरु हो। यसरी त्यो म अहिले अघि देखाएको यो प्रतिमानिर आइसकेँ म। बुद्धलाई अहिले म सम्पर्क गर्छु ल। ल यहाँ यसरी यो ठाउँको चाहिँ पर्यटन वन तथा वातावरण मन्त्रालय पर्यटन विकास आयोजना कोशी प्रदेश नेपालले यसरी बनाएको रहेछ, यो काम गरेको। यसरी चाहिँ यो खर्चले चाहिँ यो ठाउँ बनिनमा चाहिँ धेरै ठुलो सहयोग पुगेको छ। नेपाल सरकारलाई हामी धन्यवाद दिनै पर्ने हुन्छ र विशेष गरिकन यस क्षेत्रका माननीय प्रदेश सांसद शमशेर राईज्यू, उहाँलाई हामी सम्झिन्छौँ। अघि देखाउँदै गरेको प्रतिमा चाहिँ यही हो है। ल किराती राजाको सम्मानको लागि नछोइदिनु होला भन्नुभएको रहेछ।
यसरी चाहिँ यहाँ मूर्ति बनाइएको छ। दिनेश सरलाई पनि शुभकामना छ। पूर्ण रङको भेट दिनुहुन्छ, रमाइलो रहेछ भन्दै हुनुहुन्छ। हजुर रमाइलो छ है। ल यतिखेर चाहिँ हामी यहाँ किराँती राजासम्म चाहिँ आइपुगेको छौँ। यो तल शान्तिनगरको भाग देखिरहेछ, यो तलको शान्तिनगरको भाग, यता पिउरे, त्यहाँबाट उता मेची हाइवे छ। अङ्कल अघि नै आउनुभयो ए। ल यहाँ चाहिँ यस्तो अब हामी टुङ्गिने बेला भइसक्यो। हामीले यात्रा सुरु गरेको थियौँ। असीम सर हेर्दै गर्नु होला है, मैले सक्नु आँटेँ। यहाँ चाहिँ अब राई जातिको साकेला नाच्ने ठाउँ। ह्याप्पी न्यु इयर सागर दादा, हामी पनि अहिले एकछिनमा आउँछौँ भन्दै हुनुहुन्छ। को हो? ह्यान्सी ब्रो हुनुहुँदो रहेछ, मैले चिनिनँ नि हौ त। यसरी यहाँ चाहिँ वरिपरि रेलिङले गरेको छ। थ्याङ्क यू कान्छा, थ्याङ्क यू। ल यहाँ चाहिँ यसरी चिन्डोहरू राखिएको छ होइन। अब यहाँ भालेको छ, अब चिन्डो छ, यहाँ अलिकति जाँड होइन राख्ने एउटा सानो ऊ छ, अनि त्यस पछाडि चिन्डै छ, अदुवा छ होइन, यसरी राखिएको छ। अब यहाँ चाहिँ किराँतीहरूको झन्डा फरफराइरहेको छ। यहाँ 3 चुला छ, सानो खुर्मी। अब यसरी हामीले चाहिँ यो संस्कार संस्कृतिको चाहिँ जगर्ना गर्नुपर्छ। चिन्नु भएन हो म बस ए हे 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 ल है भाइ, ल ल अहिले आउनु ल। ल यता पनि यस्तो रहेछ दोकानहरू। हजुर हजुर घुम्न आउनु भएको ए। ल ल त्यहाँ रमाइलो गर्दै हुन्छ ए। ल है ल है यसरी ल। अब यहाँ तल पिङ छ एउटा है, त्यस पछाडि चाहिँ त्यहाँबाट उदाको चाहिँ सकिन्छ। त्यहाँ अघि आउनु भएको ए। यसरी चाहिँ हामी घुम्न सक्छौँ। सबिना लेप्चा ह्याप्पी न्यु इयर भनेको रहेछ। थ्याङ्क यू अनि सेम टु यू। अब मैले उहाँलाई गएर चाहिँ लाइभ टुङ्ग्याउने छु है, किनभने फोटोहरू पनि खिच्नु छ नि त, अनि त्यसले गर्दा। ल धेरै रमाइलो हाम्रो गाउँठाउँ यस्तै छ। ल यहाँ यस्तो, यहाँ त ल मुर्चुङ्गे, यहाँ चाहिँ मुर्चुङ्गे छ, त अब रङ छ। अब मैले यो लाइभलाई टुङ्ग्याउने बेला भइसकेको छ। अब यहाँ अन्तिम हाम्रो केन्द्रबिन्दु एउटा यहाँ चाहिँ पिङ छ। ए तल उयो बनिएको होला अहिले है। यहाँ तल भ्यू टावर पनि बनिएको रहेछ। सुनिल सर तपाईँलाई पछ्याउँदै यहाँ आइपुगेँ म पनि। उहाँहरू यहाँ यसरी खेलिराख्नु भएको छ। यहाँ नेपालको झन्डा यसरी। अब यहाँबाट चाहिँ सकिनेछ। यहाँ तल एउटा डाँडामा भ्यू टावर पनि बनिएको रहेछ। यसरी यो ठाउँ उहाँ कलाकार लिनु जानु पर्यो यहाँ पारेको मेलाको लागि। चन्द्रगढी कि कता अरे। ल यसरी नै आजको हाम्रो लाइभ चाहिँ सकिन्छ सायदै। ल यतिन्जेल हेरिदिनु भयो यहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु है। ल ल भयो भने भरे मेलामा भेट्नुपर्छ है त सबैजनालाई। बाई। अनि अन्तिममा फेरि पनि ह्याप्पी न्यु इयर।